कुलमानजीसँगको एकता समझदारी सहकार्यको विषय किन यो रासोपा स्थापनाभन्दा अगाडि कुलमानजीसँग 4 घन्टा बसेको थिएँ अनि हामी सँगै पार्टी खोलौँ न, लिडरसिप एकदम मिलेर जाउँ भनेको थिएँ। त्यस कारणले कुलमानजीसँग मेरो सम्बन्ध आज पनि प्रगाढ छ। मिलेर जान राष्ट्रिय स्वतन्त्र पार्टी फेरि पनि दोहोऱ्याएर भन्छु, हामी त्यतिसम्म लच्किन सक्छौँ जतिसम्म हामी भाँचिँदैनौँ। त्यस कारणले हामी तयार छौँ। तपाईँहरू 30 डिग्री निहुरिनुहोस्, हामी 70 डिग्री निहुरन तयार छौँ, तर मिलेर जाउँ। जनताले हामीसँग अपेक्षा गरेको छ। रवि लामिछाने अब छुट्ने भए भनेर जुन प्रकारको आइरहेको छ, के छ सम्भावना? धेरैले सोधिरहनु भएको छ। मैले छोड्छ भने छुट्ने भए त म त भित्रै पठाउँदिनँ थिएँ। राम्रा साथीहरू, नयाँ शक्तिहरू, नयाँ अभियन्ताहरू सबैजना मिलेर जाउँ। 21 नम्बरले काम गरेन साथी हो, 138 नम्बरभन्दा बढी चाहियो। त्यस कारणले त्यो 31 महिनासम्म हामीले हेऱ्यौँ सदनमा, हामीले कोसिस गऱ्यौँ। अब भित्र रवि लामिछानेजी हुनुहुन्छ, बाहिर तपाईँ हुनुहुन्छ, भेटघाट नियमित भइरहेको छ र बाहिर समाचार आए अब यसै हप्ता छुट्ने, रवि लामिछाने अब छुट्ने भए भनेर जुन प्रकारको आइरहेको छ, के छ सम्भावना? धेरैले सोधिरहनु भएको छ। धेरै शुभेच्छुक शुभचिन्तकहरूले भनिरहनु भएको छ कारागारबाटै आउनु भएको छ रविज्यूलाई भेटेर। लेटेस्ट अहिलेको खबर के छ? यही वर्ष हामी सबैजनाले यहाँले भन्नुभएको कुरालाई हुन्छ भनेर अपेक्षा गरौँ न। त्यसपछि अब त्यो लिगल त्यसको चाहिँ त्यो प्रोसिड्युरबाट जाने कुरा भएको हुनाले मैले छोड्छ भने छुट्ने भए त म त भित्रै पठाउँदिनँ थिएँ होइन। त्यस कारणले अब भित्र हुनुहुन्छ, अब प्रोसिड्युर अगाडि बढिरहेको होला। त्यसमा कानुनी प्रक्रियाहरूमा कानुनी जे हुन्छ लिगल लडाइँ हामी गरिरहेछौँ। अब आशा गरौँ, म त जहिले पनि सकारात्मक हो। यही हप्ता छुट्नुहुन्छ कि भने अर्को हप्ता छुट्नुहुन्छ भने भन्दा अन्य लामो गरिरहेछ। अब आगामी दिन त्यस्तो नहोला। यदि प्रक्रियाहरू पुग्या भए छिट्नु होला, छिटै छुट्नु होला भन्ने आशा गरौँ। यो लम्बिने कारण चाहिँ जस्तो पेशी चढ्यो तर अब स्थगित हुने, त्यो चाहिँ अब लिगल हाम्रो लिगल टिम छ, त्यो लिगल टिमले हेरेको कुरालाई मैले बोल्दिएँ भन्दाखेरि वकिलहरू कामै हुँदैन होइन। त्यही भएर म चाहिँ राजनीतिक कुरा गरौँ न। मलाई के भनिरहनु भएको छ अहिले जसरी जेनजी पछाडि देशको राजनीतिक परिस्थिति फेरिएको छ, नयाँ दलहरू जसरी आएका छन्, परिवर्तन भनेर वैकल्पिक शक्ति भनेर राष्ट्रपा जसरी उदय भयो, अब हिजो बालन शाहहरू आइरहँदाखेरि अहिले धेरै अरू नै रवि लामिछाने बालन शाह जन्मिरहँदाखेरि मलाई के भनिरहनु भएको छ? भित्र हुनुहुन्छ यद्यपि बाहिरको त्यो अपडेट त निरन्तर गरिरहनु भएको छ, के भन्दै हुनुहुन्छ? होइन, पुराना दलहरूलाई लामो समय हेर्ने नेपाली जनताले होइन, मतदाताले लामो समय हेर्नुभयो। त्यस कारणले त्यसबाट उपलब्धि भएन, डेलिभरी भएन, डेभलपमेन्ट भएन। त्यस कारणले नयाँ शक्तिहरू चाहिन्छ भने हामी उदाएको हो। त्यस कारणले अहिले जति पनि जेनजीको आन्दोलन पछाडि जुन अरू दलहरू खुल्ने क्रम जारी छ, यो चाहिँ उहाँहरूसँग हामी समन्वय गरेर मिलेर सहकार्य गरेर जान सकियो भने ती पुराना दलहरू जसले डेलिभरी गर्न सकेन, जसले जनताका लागि काम गर्न सकेन, यिनीहरूको विरुद्धमा चाहिँ नयाँ शक्तिहरू मिलेर जानुपर्छ भन्ने विषयमा हामी पनि पार्टी सभापतिज्यू पनि एउटै मतमा छौँ। हामी जस्तो यहाँले हिजो मात्रै भन्नुभएको रहेछ जति झुक्न